नमस्ते, स्वागत छ। आज नयाँ वर्षको पहिलो दिन अर्थात् 2082 को पहिलो दिन र 2082 सालको पहिलो दिनलाई धर्म कर्ममा विश्वास गरेर पूजापाठ गरेर सुरुवात गरौँ। होप फर द बेस्ट। र आज म आएको छु बाँकीको नेपालगञ्जमा रहेको श्री माता बागेश्वरी मन्दिरमा र नेपालको एकमात्र जुङ्गे महादेवको मूर्ति भएको मन्दिर बागेश्वरी मन्दिरमा आएको छु र यहाँको पूजापाठको मन्दिरको आजको माहौल सबै कुरा देखाउने छु। हेर्नु आज नयाँ वर्ष भएकोले मनमा शान्ति, दुःख, पीडा, रोगहरूलाई भुलाउन स्वच्छ आत्माले, पवित्र मनले आज मन्दिरमा दर्शन गर्न आएका छौँ। हामी जस्तै हजारौँ श्रद्धालुहरू पनि यसै उद्देश्यले आज वर्षको पहिलो दिन भएको हुनाले आउनुभएको होला। आजको दिन मन शान्त, पवित्र भएदेखि वर्षभरि नै मनमा एउटा उमङ्ग, हर्ष र जोस जागरहरू आउनेछ भन्ने एउटा मान्यता छ। जसले गर्दा इच्छाका कुराहरू, मनको मनोकामनाहरू पुरा गर्न चाहिँ आँट बढ्नेछ। जुत्ता नहीं बाँकीको नेपालगञ्ज उपमहानगरपालिकाको मध्यभागमा अवस्थित बागेश्वरी मन्दिर हिन्दू धर्मावलम्बीको महत्त्वपूर्ण शक्तिपीठ हो। यस मन्दिरमा पूजाआजाका लागि स्वदेशका विभिन्न जिल्लाहरू लगायत भारतको नजिकैका आसपासका ठाउँहरूबाट श्रद्धालु भक्तजनहरू आउने गर्दछन्। बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालमा गाभिएपछि मात्रै पत्ता लागेको यो मन्दिर प्यागोडा शैलीको छ। नेपालको महत्त्वपूर्ण हिन्दू मन्दिरहरूमध्ये यो दुर्गा भवानीको मन्दिर बागेश्वरी मन्दिरको नामले प्रख्यात छ। यस स्थानमा सर्वप्रथम किन्नरहरूले मात्र पूजा आराधना गरेको मानिन्छ। यद्यपि पछि आएर सम्पूर्ण श्रद्धालु भक्तजनहरूले पूजा आराधना गर्दै आइरहेका छन्। सती देवीको जिब्रो यही स्थानमा पतन भएको हुनाले यस मन्दिरलाई प्रसिद्ध पीठ पनि मानिन्छ। यस मन्दिर परिसरमा विवाह मण्डप, गणेश पूजन, राम जानकी मन्दिर, राधाकृष्ण मन्दिर, सन्तोषी माता, भैरव, काली, सिंह आदिका मूर्ति र मन्दिरहरू पनि छन्। यस मन्दिरमा महाअष्टमी र महानवमीका दिन धुमधामसँग पूजा गर्ने भए पनि आज वर्षको पहिलो दिन नयाँ वर्ष भएको हुनाले
श्रद्धालु भक्तजनहरूको ठुलो उपस्थिति देखिन्छ। महानवमीको दिन मन्दिरमा सयौँको सङ्ख्यामा बोका, कुखुरा, हाँस बलि दिइन्छ। देवीलाई खुसी पार्न भक्तजनहरूले जिब्रोलाई सुइरोले छेडी मन्दिर परिक्रमा गरेर कतिले आफ्नो औँला काटी रगत समेत चढाउने गरेको पाइन्छ। यसो गर्नाले देवी खुसी भई मनोकामना पुरा हुन्छ भन्ने जनविश्वास छ। मन्दिरमा फलफुल, मिठाई, नरिवल र परेवा पनि चढाउने गरिन्छ। बाबा चढाउन मन्दिरको ठिक अगाडि एउटा ठुलो तलाउ छ। तलाउको मध्यभागमा नेपालको एकमात्र जुङ्गे महादेवको मूर्ति अवस्थित रहेको छ, जुन अहिले निर्माणाधीन अवस्थामा छ।